नमस्कार। आज भने थोरै फरक शैलीको एउटा कविताको साथमा तपाईहरुको सामु आएको छु। आलोक शर्माले बुटवलबाट लेख्नुभएको यो लाजतन्त्र शीर्षकको यो कविता म वाचन गर्न गइरहेको छु। नपार मलाई तेरो स्वार्थको शिकार, नपार मलाई तेरो स्वार्थको शिकार, के बच्ने छैन र मेरो अधिकार। नपार मलाई तेरो स्वार्थको शिकार, के बच्ने छैन र मेरो अधिकार। धुवाँ धुलो र गोली प्रहार, धुवाँ धुलो र गोली प्रहार, कति गर्छस् हे पापी ममाथि अत्याचार। धुवाँ धुलो र गोली प्रहार, कति गर्छस् हे पापी ममाथि अत्याचार। राजावादी माओवादी देख्छु सबको छाप, राजावादी माओवादी देख्छु सबको छाप, अनुभव पनि गर्छु। राजावादी माओवादी देख्छु सबको छाप, अनुभव पनि गर्छु। सतीको त्यो ठुलो श्राप, कहिले सकिन्छ यो द्वन्द्व, कहिले सकिन्छ यो द्वन्द्व, सकिन्छ कहिले यो विनाश। कहिले सकिन्छ यो द्वन्द्व, सकिन्छ कहिले यो विनाश, बस्नु पर्ने कहिलेसम्म लिएर मनमा त्रास। कहिले सकिन्छ यो द्वन्द्व, सकिन्छ कहिले यो विनाश, बस्नु पर्ने कहिलेसम्म लिएर मनमा त्रास। लोकतन्त्र कि राजतन्त्र, लोकतन्त्र कि राजतन्त्र, कहिले हुन्छु म स्वतन्त्र। लोकतन्त्र कि राजतन्त्र, कहिले हुन्छु म स्वतन्त्र। भोगतन्त्र र रोगतन्त्रको कहिलेसम्म फुक्ने हो मन्त्र, भोगतन्त्र र रोगतन्त्रको कहिलेसम्म फुक्ने हो मन्त्र। नपार मलाई तेरो स्वार्थको शिकार, के बच्ने छैन र मेरो अधिकार। नपार मलाई तेरो स्वार्थको शिकार, के बच्ने छैन र मेरो अधिकार।